भिडियो अपलोड हुँदा हुँदै गरौँको छ। हेलो हेलो साथीहरू, म यति बेला फेरि एउटा क्याफे टेबल प्रायः जसो गइराख्ने क्याफे टेबल गराउन गइरहेको छु है त। यसको लागि मलाई जरुरत पर्छ दुईटा पाइप र दुईटा चाहिँ एउटा हेभी टिनको पाता, एउटा चाहिँ कति एमएम 3 एमएम को, यो चाहिँ 9 एमएम को, यो चाहिँ 3 एमएम को र अलरेडी हाम्रो बाहिरबाट लेदरले दुलो पारेर आइरहेको छ। खाली यहाँ चाहिँ जोड्ने मात्रै हो है त। खासै ठुलो काम त छैन, तर पनि 18 वटाको अडी छ। मैले कति बेरमा यो गराइसक्छु है त। एउटा गराउनलाई मलाई कति बेर लाग्छ, मैले यो चाहिँ स्टार्ट गरेपछिबाट नर्मल स्पिडमा राखिदिनेछु। हेर्नु होला है त कति बेर लाग्दो रहेछ भनेर। यसको चाहिँ मैले सुरुमा चाहिँ दुईटा पाइप यसरी राखेँ र यो हाम्रो ग्याप चाहिँ 0.5 एमएम को मात्र फरक भएको भएर एकदम फिनिसिङ, कोरियामा चाहिँ फिनिसिङ एकदम जरुरी छ है त, नत्र मान्छेले फर्काइदिन्छन्। त्यसको लागि फिनिसिङ चाहिँ एकदम गर्न जरुरी हुन्छ। अब यहाँ मैले चाहिँ अहिले चाहिँ पोइन्ट लाउने काम गरेँ है त। पोइन्ट लाउने काम गरेँ। अब यसमा लेभल सेबल हेर्न पर्दैन मेरो लागि। किन लेभल हेर्न पर्दैन भन्दा यो पाइपको कटिङको भाग र यसको उसको भाग टक्क मिलाएपछि चाहिँ सिधा भइहाल्छ। पाइप पनि एकदम सिधा उसमा काटिने भएको भएर त्यसले गर्दा खासै अब यसको लागि लेभल हेर्न पर्दैन। बाङ्गोटिङ थोरै 1-2 एमएम तलमाथि भयो भने त्यसले चाहिँ केही फरक पार्दैन है त। ल म अब गफ गर्दै गर्दाखेरि अलिकति ढिलो पनि हुन सक्छ। एक्चुअल टाइम चाहिँ गर्दाखेरि फास्टै हुन्छ है त। ल मैले त्यो गरेर भ्याइसकेँ। अब मेरो चस्मा खोल्ने पालो र हेलमेट लगाउने पालो है त। चस्मासँग गर्दा पनि हुन्छ, तर धेरै गर्दाखेरि अलि यो धुवाले भेट्छ र आँखा पोल्छ के। ल मैले चाहिँ यो बलियो गर्नको लागि यसरी सरारा नन स्टप है त होल्डिङ गरे पछाडिको भागमा पोइन्ट मात्रै गर्दा पनि हुने हो। तर हाम्रो साउलाई चाहिँ एकदम फुल बलियो चाहिन्छ भन्छ हाम्रो साउले। किन अचम्म लाग्छ, त्यति जरुरी पर्दैन। यत्रो धेरै होल्डिङ गर्नु जरुरी त हुँदैन हैन। तर अब साउले भनेपछि अब ठिकै छ। अब हामीले किन नाइ भन्न पर्यो र, नत्र भने काम अझै छिटो हुन्थ्यो। साउको आफ्नो यो ग्यास बस्थ्यो, यो वायर बस्थ्यो हैन। त्यति जरुरी हुँदैन। हाम्रो साउलाई चाहिँ बलियो चाहिन्छ, बलियो गराउनु पर्छ। तर अनावश्यक ठाउँमा खासै बलियो गराउनु पनि पर्दैन कि यो अनावश्यक धेरै होल्डिङ गरेर उस हुने हैन। अलरेडी यहाँ दुलो भित्र छिराइसकेपछि त्यत्तिकै उस भइरहेको छ, बलियो हुन्छ हैन। सपोर्ट हुन्छ। सररररररर यसो गर्दैछु है त। अब यहाँले देखाउन उस भयो यसरी। ल हेर्नु सररर मिल्ने ठाउँसम्म चाहिँ सिधा जति बेर पनि लामो गर्न सक्छु है मैले। तर उल्टो ठाउँमा चाहिँ अलि मिल्दैन। अब यसपछि यो माथिल्लो भागमा चाहिँ यसरी पोइन्ट गरेर गर्नुपर्ने हुन्छ। मिल्ने ठाउँमा सरर तान्ने हैन, नमिल्ने ठाउँमा यसरी। ल अब भइसकेको छ। अब मेरो हेलमेट खोलौ यता राख है त। त्यसपछि अलिकति यो पोइन्ट हल्का फुल्का मैला भएको हुन्छ। त्यसको लागि ग्राइन्डरले यसरी यसरी साफ गर्नुपर्ने हुन्छ है। सरसफाइ एकदम जरुरी छ। हाम्रो नेपालमा त त्यत्तिकै पुरा त
त्यत्तिकै छोडिदिएर साफ नगरिदिएर होइन अनि त्यत्तिकै पेन्ट गरिदिन्छ यति नराम्रो फिनिसिङ हुन्छ थोरै अल्छी गर्नाले मात्रै पनि ल त्यसपछि मैले यो टेबल बसाल्ने भागलाई चाहिँ यसरी राखेँ र यसरी अडाएँ अब मलाई चाहिँ यो भागमा प्राय जसो ग्याप चाहिँ 50 mm देखि 60 mm को उस हुन्छ त्यसको लागि सेन्टरमा गर्नको लागि अहिले यता पछि 55 गरे यतापट्टि नि 55 आयो र यो भाग उस गर्नको लागि 123 mm यसरी 123 mm यताको 123 mm सेन्टरको लागि है यो अब हामीले गरिराख्ने भएको भएर कतिमा आउँछ भन्ने थाहा भइरहेको भएर मात्रै ल यसरी भयो अब यति गरिसकेपछि यो सिधा छ है त अब त्यसपछि चाहिँ मैले चस्मा लगाएँ फेरि किन भन्दा पोइन्ट लगाउनलाई मात्र अब यति गरिसकेपछि एकचोटि फेरि हेलमेट लगाएर यो यता भइसक्यो अब यसलाई राम्रोसँग वेल्डिङ गर्नुपर्ने हुन्छ है त यसलाई चाहिँ हामीले थोरै ग्यापमा थोरै ग्यापमा वेल्डिङ गर्छौँ त्यति धेरै उस गर्न पर्दैन सुरुमा धेरै वेल्डिङ गरेको त यो चिनको पाता चाहिँ तन्किएर यस्तो बाङ्गे कोप्रे पर्ने के कोप्रे परेपछि टेबललाई त स्क्रुहरू गर्न गाह्रो भएको भएर सुरुमा फर्स्टचोटि गर्दाखेरि त्यस्तो भएको थियो त्यसपछि चाहिँ चेन्ज गरिदिएर यसरी पोइन्ट गर्दाखेरि मैले चाहिँ एकैचोटि यसरी गर्दैन है गर्दाखेरि चाहिँ वेल्डिङ गर्दा कसरी गर्छु भन्दा बलियोको लागि पहिला टिनको पातामा एक लेयर गर्छु र त्यसमाथि अर्कोचोटि नेक्स्ट टाइम फेरि यो पाइपमा छोनी गरेर त्यसरी दुईचोटि गर्छु त्यसैले गर्दा राम्रोसँग समात्छ नत्र सिधै गर्दा कर्नरमा चाहिँ नसमात्न पनि सक्छ कच्चो हुन्छ समात्न त समात्छ तर कच्चो हुन्छ त्यसपछि यो एक साइड चाहिँ यसरी साफ गर्न चाहिँ यो पुरा तारको जालीवाला यस्तो छ हैन एकचोटि साफ गर्यो त्यसपछि टर्न गर्यो यसरी यसरी यतापट्टि यसरी गरेपछि ल यहाँ भइसकेको छ र यो साइड साफ गरिसकेपछि क्याफे टेबलको फ्रेम बनेर रेडी भइसकेको छ साथीहरु कहीं ननाप्न पर्यो न केही गर्न पर्यो हैन देख्न सक्नुहुनेछ क्याफे टेबलको फ्रेम रेडी भइसक्यो अब चाहिँ यसलाई अहिले 1-2 घण्टा पछि चाहिँ अब एउटा गराइसकेपछि चाहिँ पेन्टमा जान्छ पाउडर कोटिङ सेतो कलर गइसकेपछि यो चाहिँ यसको काम तमाम भयो यो चाहिँ सोमबार बिहान चाहिँ 10 बजे कोरियाको 10 बजे नेपालको 7 बजे चाहिँ यसको डेलिभरी गर्नुपर्ने छ है त त्यति बेला गाडी आउँछ त्यो टाइम भन्दा अगाडि नै भ्याउनु पर्ने छ ल है त साथी तपाईहरुलाई भिडियो कस्तो लाग्यो कति छिटो बन्यो ढिलो बन्यो कमेन्ट गर्नु होला यदि तपाई टिकटकबाट हेर्दै हुनुहुन्छ भने चाहिँ फेसबुकमा गएर हेर्नु होला फेसबुकमा भिडियो पहिला र फुल आउँछ टिकटकमा चाहिँ छोटो छोटो अथवा अलि ढिलो आउन सक्छ है त यदि तपाईहरुले काम सिक्न चाहनुहुन्छ भने यसरी हेरेर पनि धेरै कुरा सिकिन्छ फलो गर्नु होला है त धन्यवाद।